यो बीबीएस थर्ड इयरको एक्जाम भएको थियो ट्याक्सको एक्जामको क्वेसन हो है यो त्यसमा पनि यो इम्प्लोइमेन्टवाला क्वेसनको सल्युसन गरेको डिस्कसन गर्दैछु म राम्रोसँग सुन्नु ल यो क्वेसन नम्बर 11 मा सर्ट एन्सर क्वेसनमा 10 मार्क्सको लागि क्वेसन आएको थियो यो 5 वटा क्वेसन मध्येमा एउटा क्वेसन यो 11 नम्बरमा इम्प्लोइमेन्टको थियो है 10 मार्क्सको क्वेसन 10 मार्क्समा आउँछ भनेको थिएँ मैले इम्प्लोइमेन्टको ठ्याक्कै 10 मै आएको छ ओके नाउ यहाँ फर्स्टमै मिसेस भन्ने छ है यहाँ फर्स्टमा मिसेस मुना भनेको छ यो केटी छ अब मिसेस भनेर म्यारिड अनम्यारिड भन्ने होइन यहाँ कपाल भन्यो भने चाहिँ म्यारिड भन्छौँ हामी अब यहाँ कपाल भनेको छैन भने हामीले मिसेस भने पनि मिस मात्रै भने पनि केही फरक पर्दैन तर मैले यहाँ के जोड्न खोजेको भने मिसेस मुना भनेको केटी हो अनि म इम्प्लोइमेन्टको इन्कमको कुरा गर्दैछु इम्प्लोइमेन्टको मात्रै कमाइ भयो भने बिजनेस र इन्भेस्टमेन्ट कमाइ भएन भने चाहिँ उसले 10% रिबेट पाउँछ यो याद गर्ने क्वेसनमा यो अन्डरलाइन गर्ने अनि मिसेस मुनामा 10% रिबेट पाउँछ हामी लास्टमा दिन्छौँ होइन याद गर्ने अनि अर्को पढ्दै गएपछि यहाँ गभर्मेन्ट अफिस भनेको छ गभर्मेन्ट अफिसमा काम गर्ने भनेपछि हामीले दुईवटा कुरा याद गर्नुपर्छ एउटा पिएफ दिन्छौँ इम्प्लोयरले पिएफ दिन्छ भनेर बुझ्ने अर्को चाहिँ दसैँ एलाउन्स 1 महिनाको तलब दिन्छ भने द्याट मिन्स 13 महिनाको तलब हुन्छ भनेर बुझ्ने ल अब ऊ जोइन गरेर वाज अपोइन्टेड अन 1 मार्च 2076 विथ पे स्केल अब यो पे स्केल दिएपछि चाहिँ हामीले जहिले पनि स्यालेरी क्यालकुलेसन गर्नुपर्छ क्या है जुन मैले यहाँ क्यालकुलेसन गरेको छु ओके यहाँ हेर्ने 11 को वर्किङ नोट बेसिक स्यालेरी क्यालकुलेसन गर्ने 2076-77 मा मैले जोइन गरेँ त्यो पनि माघमा होइन माघ 1 मा जोइन गरेँ भनेको छ उसले माघ 1 मा जोइन गरेँ भनेको छ होइन 1 माघ 2076 मा जोइन गरेँ भनेपछि हामीले के बुझ्नुपर्छ भने 2076-77 फाइनेन्सियल इयरमा इन्कम इयरमा उसले 6 महिनाको तलब खायो माघ फागुन चैत वैशाख जेठ असार 6 मन्थको तलब खायो है उसले 6 महिनाको ओके अनि यो 2077-78 मा यो 30,000 जुन उसको स्यालेरी छ जहिले पनि 30,000 एक वर्ष पुरै खान्छ क्या अब यो अघिल्लो आर्थिक वर्ष 6 महिना खान्छ भने अर्को आर्थिक वर्षमा फेरि त्यही तलब 6 महिना खान्छ अनि त्यसै बल्ल अर्को स्केल बढ्छ हो भनेपछि यो 30,000 एक वर्ष खाएपछि 1,000 स्केल बढेर कतिसम्म बढ्छ भन्दा 42,000 हुन्जेलसम्म बढ्छ भनेको छ है अब हाम्रो तलब कहाँसम्म पुग्छ लेट्स सी 30,000 6 महिना फेरि 30,000 6 मन्थ 31,000 फेरि 6 मन्थ मैले 1,000 बढाएपछि 77-78 मा चाहिँ 30,000 6 महिना 31,000 6 महिना खायो अब 31,000 फेरि 6 महिना खायो फेरि अर्को 6 महिना नि खानु पर्यो होइन 2078-79 मा 6 महिना खायो फेरि 1,000 ले बढ्यो माघ 1 गते बढ्यो 32,000 भयो 6 महिना फेरि यो 6 महिना खानु पर्यो तल आऊ अर्को आर्थिक वर्ष 2079-80 त्यहाँ 32,000 6 महिना खायो 33,000 फेरि 6 महिना खायो यो 33,000 अर्को एक वर्ष खान्छ फेरि 6 महिना 80-81 मा अब म यो इयरमा छु के मेरो इन्कम इयर भनेको 80-81 हो अहिले रिसेन्टली होइन त्यही भएर 33,000 इन्टु 6 मन्थ प्लस 34,000 इन्टु 6 मन्थ टोटल जोड्दा मेरो आयो यो वर्षको लागि बेसिक तलब आयो मेरो 4,02,000 होइन भनेपछि यो क्वेसन पढ्ने बित्तिकै पहिला मैले स्यालेरी क्यालकुलेसन गर्नुपर्छ यो वर्षको लागि एन्ड यसरी computation of assessable income from employment of Mrs. Muna for income year 2080-81 यो पहिला हेडिङ लेखेर फर्मेट बनाएर बेसिक स्यालेरी अहिले भर्खरै निकालेको मैले जुन यो वर्किङ नोटमा निकालेको लास्टमा यो सबै इयरको नहेरिकन हामीले 80-81 को हेर्ने त्यसमा मेरो तलब त 33,000 6 महिनाको लागि 34,000 6 महिनाको लागि टोटल स्यालेरी मेरो 4,02,000 त्यो ल्याएर टक्क पहिला यहाँ राख्ने है 4,02,000 यहाँ एन्ड दसैँ एलाउन्स 1 महिनाको तलब यो 33,000 किन लिएको म्याम यहाँ दुईवटा तलब छ हजुरले किन 33 लिएको भन्दा मेरो जहिले पनि इयर जुन यो 2080-81 छ मेरो सुरु हुने भनेको 80 को श्रावण 1 गतेबाट 81 को 80 को श्रावण 1 गतेबाट 81 को असार 31 सम्म हो के भनेपछि 80 को माघ 1 गतेदेखि सुरु हुन्छ नि त यो 34,000 तलब त हो 34,000 माघ 1 गतेबाट सुरु हुन्छ भने त्योभन्दा अगाडि दसैँ पर्छ हो श्रावणदेखि पुससम्म दसैँ पर्छ श्रावण भदौ असोज कार्तिक मङ्सिर पुससम्म तिम्रो 33,000 तलब हो नि दसैँ त त्यहीँभित्र पर्छ त्यही भएर दसैँ एलाउन्स मेरो के भयो 33,000 1 मन्थको तलब आयो है एन्ड गभर्मेन्ट इम्प्लोइ भनेको भएर इम्प्लोयर कन्ट्रिब्युसन र दसैँ एलाउन्स जहिले पनि बुझेर दिने है मेरो बेसिक तलब टोटल कति भएको थियो 4,02,000 त्यसको 10% इम्प्लोयर कन्ट्रिब्युसन 40,200 एन्ड देन
त्यसपछि क्वेसन पनि ब्याक टु ब्याक हेरौँ हामी इन्टरटेनमेन्ट अलाउन्स 3000 पर मन्थ ओके 3000 पर मन्थ डियरनेस अलाउन्स 3000 पर मन्थ मिटिङ अलाउन्स ओके देन इन्टरटेनमेन्ट अलाउन्स 3000 पर मन्थ 3000 इन्टु 12 गर्ने 36000 डियरनेस अलाउन्स 3000 इन्टु 12 36000 हैन अनि मैले मिटिङ अलाउन्स हालेन म्याम अनि वर्किङ नोटमा के लेख्दिएँ नोट बनाएर मिटिङ अलाउन्स इज फाइनल विथहोल्डिङ इन्कम यो कुरा त बुझेको छौँ हामीले लिस्टबाट मिटिङ फी कपी क्वेसन पेपरहरू चेक गरेको हैन क्वेसन पेपर सेट गरेको त्यस्तो सानो सानो इन्कमहरूलाई चाहिँ ट्याक्स काटेरै आउँछ त्यसलाई हामी फाइनल विथहोल्डिङ भन्छौँ फाइनल विथहोल्डिङ भएपछि इन्कममा जोड्दैनौँ है त्यसपछि आयो एकोमोडेसन फ्यासिलिटी र भेहिकल फ्यासिलिटी पनि दिएको छ अरे अब यसको अमाउन्ट त छैन म्याम रुल्स अनुसार हामीले एकोमोडेसन फ्यासिलिटीमा 2% बेसिक तलबको 4,02,000 को 2% भेहिकल फ्यासिलिटी 4,02,000 को 0.5% है यसको 0.5% यो फिक्स्ड हो रुल्स याद गर्ने एन्ड अर्को आयो हाउसकिपर है क्वेसन पनि सँगसँगै हेरौँ हामी हाउसकिपर स्यालेरी प्रोभाइडेड बाई अफिस 5,000 हाउसकिपर राखिदियो अरे हाम्रो घरमा अनि 5,000 तलब दिन्छ अरे अफिसले त्यसमा मेरो चाहिँ कति काट्छ अरे अफिसले 3,000 काट्छ भने चाहिँ मैले मेरोबाट कति तिर्यो हाउसकिपरलाई 3,000 तिरेँ अफिसले उसलाई कति दियो 5,000 दियो भनेपछि मैले मेन तिर्नु पनि त 5,000 रहेछ नि तर मैले तिरेको त 3,000 मात्र रहेछ बाँकी 2,000 तिर्नु परेन त्यो कसले तिर्दियो अफिसले तिरेको जति सबै हामीले इन्कममा जोड्छौँ ल मैले तिर्नु नपरेको अफिसले तिर्दियो भने जोड्छौँ हाउसकिपर मलाई हाउसकिपर स्यालेरी अथवा हाउसकिपर स्यालेरी भन्दा पनि फ्यासिलिटी भन्दा हुन्छ स्यालेरी हाउसकिपर फ्यासिलिटी फर हाउसकिपर दिए त्यसको स्यालेरी कट्टा गर्यो मेरोबाट 3,000 उसले दियो 5,000 भनेपछि मलाई 2,000 को फाइदा भयो 2,000 इन्टु 12 गर्दा 24,000 मेरो तलबमा जोड्यो है इलेक्ट्रिसिटी बिल पेड बाई अफिस अरे अफिसले मेरो इलेक्ट्रिसिटी बिल तिर्छ भने त्यो मेरो लागि फाइदा भयो है एन्ड त्यो इलेक्ट्रिसिटी बिल पेड बाई अफिस 1,000 इन्टु 12 गरेर 12,000 जोडेँ इन्ट्रेस्ट बेनिफिट यो भने के हो भने नि मार्केटमा मैले लोन लिन्छु 5 लाख त्यसको ब्याज चलिरहेछ 12% तर मैले अफिसमा तिर्ने मैले अफिसबाट लोन लिएँ कि मार्केटमा लोन लिन अफिसबाट लोन लिँदाखेरि चाहिँ मलाई 5% मात्रै पर्यो अरे के क्वेसन त्यही भन्दैछ अफिस प्रोभाइडेड सफ्ट लोन 5 लाख एट इन्ट्रेस्ट रेट 5% तर मार्केटमा कति रेट चलिरहेछ 12% मलाई कति फाइदा भयो 7% त्यो फाइदा भएकोलाई हामी के भन्छौँ इन्ट्रेस्ट बेनिफिट भन्छौँ 12 - 5 गरेर 7% आउँछ त्यो केमा लिने 5 लाखमा गर्दा 35,000 आयो भनेपछि मेरो यति सबै इन्कम जोडेपछि त्यो आउने इन्कमलाई भन्छौँ एसेसेबल इन्कम फ्रम इम्प्लोइमेन्ट 6,28,250 आयो अनि यो क्वेसनमा बिजनेस र इन्भेस्टमेन्टको केही पनि डाटा छैन त्यही भएर निल भयो टोटल एसेसेबल इन्कम मेरो कति आयो 6,28,250 यसपछि मैले एलोएबल डिडक्सनहरू घटाउँछु है यहाँनिर लेख्न सक्छौँ हामीले लेस रिडक्सन लेखे पनि हुन्छ एलोएबल डिडक्सन लेखे पनि हुन्छ है मैले घटाउन सक्ने कुराहरू के हो भन्दा लेस रिटायरमेन्ट कन्ट्रिब्युसन त्यसको रुल्स छ मेरो बेसिक तलबको 20% कसरी भयो म्याम भन्दा एउटा इम्प्लोयरले दिएको 10% अघि मलाई दिएको थियो मैले इन्कममा जोडेको थिएँ त्यो 10% पनि जम्मा गर्छौँ एउटा मेरो 10% त्यो पनि मेरो स्यालेरीबाट कट्टा गर्छौँ भनेपछि टोटल 20% कट्टा गरेर बेसिक तलबको 80,800 मैले जम्मा गरेँ त्यो मेरो एक्चुअल भयो है यो 20% भनेको चाहिँ मेरो एक्चुअल जम्मा भएको कुरा भयो अनि अर्को 1/3 लिन्छौँ मेरो टोटल एसेसेबल इन्कम जति आयो त्यसको 1/3 लिन्छौँ 6,28,250 को 1/3 त्यो आयो 2,09,416 एन्ड म्याक्सिमम लिमिट 3 लाख यो तीनटाको विचेबल लेस गर्दा मेरो कुन आयो 80,800 त्यो घटाउनु पाएँ है अनि माथिको टोटल एसेसेबल इन्कममा यो रिटायरमेन्ट कन्ट्रिब्युसन जति विचेबल लेस आयो त्यो घटाएर आएको इन्कमलाई हामी भन्छौँ एडजस्टेड ट्याक्सेबल खास बुकहरूमा यो निकालेको देखिँदैन तर हामीले यो डोनेसन 5% चाहिँ यो एडजस्टेडको निकाल्नुपर्ने हुन्छ क्या उसले चाहिँ क्यालकुलेटरमा चाहिँ थिच्छ यो माइनस यो गरेर अनि यो फिगर लेख्छ यहाँ टोटल चाहिँ यहाँ देखाउन कि यो एडजस्टेड ट्याक्सेबल देखाउन तर मैले स्टुडेन्टलाई सही होस् भनेर एडजस्टेड ट्याक्सेबल इन्कम यहाँ देखाएर अनि त्यसको 5% लिन्छु डोनेसनको रुल चाहिँ 5% अफ यो एडजस्टेड ट्याक्सेबल एक्चुअल एन्ड म्याक्सिमम लिमिट चाहिँ 1 लाख रिटायरमेन्टको म्याक्सिमम लिमिट चाहिँ 3 लाख यसको चाहिँ म्याक्सिमम लिमिट 1 लाख होइन अब यसमा विचेबल लेस गर्दा कति आयो 27,393 त्यो पनि हामी यहाँ घटाउँछौँ है अनि अर्को मलाई यहाँ डोनेसन भनेको थियो नि त डोनेसन भनेको थियो 50,000 त्यसको हिसाब गरेँ रिटायरमेन्टको गरेँ अरू के भनेको छ म्याम भन्दा यहाँ घटाउन मिल्ने भनेको एउटा भनेको छ हर अफिस इज लोकेटेड एट जोन बी त्यो रिमोट एरियामा काम गरेछ भने ABCDE 3टा एरिया छ के अरे 5वटा एरिया छ के ABCDE
एमा 50,000बाट सुरु हुन्छ 10,000 घटाउँदै 40 30 20 10 यसो गर्ने है। अब हाम्रो अहिले बीमा लोकेट भएको छ भनेको छ नि त यो बीमा लोकेट भएको छ भने चाहिँ हामी कति घटाउन पाउँछौँ 40। अनि अर्को चाहिँ उसले अरू पनि खर्च क्लेम गरेर मेडिकल एक्सपेन्सेस गरेर यो घटाउन पाइँदैन। यसको अहिले क्रेडिट दिन्छौँ है, मैले मेडिकल ट्याक्स क्रेडिट दिन्छु अहिले राखिरह। एन्ड एलआइपी दिन पाइयो, उसको आफ्नै गरे भएर पाइयो होइन। आफ्नो छोराछोरीको श्रीमतीको गऱ्यो भने चाहिँ पाइएन, आफ्नै गऱ्यो भने चाहिँ पाइयो। आफ्नै 50,000 मा गर्यो, यो पोलिसीको मतलब नगर्ने, पोलिसीको 10 लाख दिएको हेर्ने मात्र। अब उसले तिरेको प्रिमियम मात्रै हेर्ने, प्रिमियम 50,000 और एक्चुअल 50,000 और म्याक्सिमम लिमिट 40 है। रिमोट एरिया छुट दिने जोन बी को 40,000 एन्ड अर्को एलआइपी एक्चुअल 50,000 म्याक्सिमम लिमिट 40,000 विच एभर इज लेस, त्यो पनि 40,000 घटाउने। अर्को एचआइपी पनि एक्चुअल उसले तिरेको कति भनेको छ, एचआइपी 23,000 आफ्नै लागि भनेको छ है। यो एचआइपी चाहिँ देशमा देशमै गर्नुपर्छ। यो एलआइपी चाहिँ देशमा इन्सुरेन्स गरे पनि हुन्छ, विदेशमा इन्सुरेन्स गर्ने, यो चाहिँ अलाउड। एलआइपी चाहिँ एचआइपी चाहिँ देशमै हाम्रो देशभित्रै गर्नुपर्छ है। कुनै कुनै बेला झुक्काउनको लागि यो चाहिँ इन्डियामा गर्यो, यो इन्डियामा गर्यो भन्ला, इन्डियामा गऱ्यो भने चाहिँ यो नट अलाउड। यो चाहिँ इन्डियामा गर्यो, विदेशमा गर्यो, अमेरिकामा अस्ट्रेलियामा गऱ्यो भने चाहिँ अलाउड यो एलआइपी चाहिँ है। अहिले चाहिँ नर्मली केही पनि भनेको छैन, तर अरू बेला क्वेसन आयो भने चाहिँ याद गर्नु ल। ओके, एन्ड एचआइपी एक्चुअल लिमिट 20,000 म्याक्सिमम 20,000 विच एभर इज लेस, यहाँ विच एभर इज लेस लेख्नु बिर्सेछु, विच एभर इज लेस गर्दा मेरो आयो 20,000। यो सबै मेरो एडजस्ट ट्याक्सेबल इन्कम घटाएर मेरो लास्टमा फाइनली बाँकी रहेको ट्याक्सेबल इन्कम भनेको 4,20,457 है। अब खासमा मेरो ट्याक्स निकाल्ने बेलामा चाहिँ 5 लाखसम्मलाई 1% हो, एन्ड त्यसपछि 2 लाखलाई 10% हुनुपर्ने। यहाँ 5 लाखै क्रस भएन क्या, 4 लाख पुरै यसलाई 1% मात्रै दिने ट्याक्स 4,205 रुपियाँ। अब टोटल लाइबिलिटी कति आयो मेरो 4,205 रुपियाँ होइन। अनि मैले अघि भनेको थिएँ नि यो अनलाइन गर्नु भनेर, मिसेस मुना केटी भयो, उसको कमाइ इम्प्लोइमेन्टको मात्रै छ, त्यही भएर मैले दिएँ वुमन रिबेट 10%। के को 10% भन्दा केही ट्याक्सको 4,205 को 10% भनेको 4,420 यो घटाए एउटा। अनि अर्को मैले एमटिसी भनेको थिएँ, उसको आफ्नो मेडिकल एक्सपेन्सेस चाहिँ घटाउन पाइँदैन, तर त्यसको मेडिकल ट्याक्स क्रेडिट दिन्छ क्या। यो एमटिसी भनेको मेडिकल ट्याक्स क्रेडिट, त्यो उसले तिरेको बिलको 15% जति आउँछ र म्याक्सिमम लिमिट 750 विच एभर इज लेस। कुन लेस भयो 450 भनेपछि मैले खास ट्याक्स तिर्नुपर्ने 4,205 थियो, त्यसमा मैले घटाउनु पर्ने कुराहरू घटाएपछि अब मैले नेटमा तिर्ने भनेको 3,335 रुपियाँ। यो भयो अस्तिको एक्जामको बीबीएस 3rd इयरको ट्याक्सको एक्जामको, अस्ति भर्खरकै है 2082 को एक्जामको सल्युसन हो है यो। ल यसको मैले क्वेसन सल्युसन मैले पठाइदिइरहेको छु है त ग्रुपमा। थ्याङ्क यू।